हात पाउँदैन यो नआउलान् भन्नु पर्छ त्यो त त्यो गाउँको लागि आवश्यक भएका सरमदान नपाउने हामी नि घर दुरी हौ भन्ने पछि हो नि रात तललाई चाहिँ म चाहिँ सरमदान मात्रै नआउने भने सबै बरु गर्ने जति त्यति गर्ने त हो हैन ल फोटो देखाएन गाडु आदमी This is a school of Basheri Shivalaya Secondary School. All gone. Local people are working here for reconstruction for small shelter for a few months. डराउँछन् यार जाब ढुङ्गा उचाल्नु Wait, ठुल्ठुल नउताल है हिजो आयो राजा काम गर्ने मान्छे हुँदा हुँदै दिदैन रहेछ नि पाउले हराएर ओइ सिधा गरौँ न अब सिधा यहाँ हो र अहिले गुरु बोलाएर कोन गुरु हाम्रो सोशल सुविधा छ ओइ ल आज सिधौल गरौ गोलिङ गरी भने सबै उभिएर हेरेर हुन्छ ल छिटो गर ल के हो माथि बाबु के छ काम सर्वदान आज ओ सल्टी हो त्यहाँ नआउँछु है लाग्छ मिलाएर फाल्नु लाग्छ अनि चाहिँ कम्प्युटर दिने भन्ने योजनामा आएको थिएँ अनि मैले गणेश सरलाई उहाँ आगबाट भुल्नुको रहेछ यहाँ आउनुहोस् म आएको छु म भुल्नु पर्ने पनि भने उहाँ आउनुभयो अनफर्चुनेटली म ठ्याक्कै घरबाट हिँड्दै थिएँ हामीको त पानीको घर भनिन्छ त्यहाँ आएपछि यो महाभूकम्प गयो हामी सबैको विनाश भयो यो चाहिँ राष्ट्रिय विपत्ति हो यसलाई चाहिँ राज्यले र हामी सबैले त्यही रूपमा बुझेका छौँ अब म यही गाउँको बासिन्दा भएको मेरो आफ्नो लक्ष्यले सक्ने किसिमको सहयोग म निरन्तर आगामी दिनमा गरिरहनेछु अहिले तत्कालीनको हिसाबमा मैले ल्याएको जुन ल्यापटप दिने कुरो थियो त्यो ल्यापटप अहिले मैले साथमा ल्याएको छु त्यो तत्कालीनै काम गर्नुपर्छ तर यो जब स्कुल फङ्सनमा आउँछ त्यसपछि यो त्यसले काम गर्ला सायद विद्यार्थी लगायत विद्यालय परिवारले चाहिँ यसबाट लाभान्वित हुनुहुनेछ त्यसो साथसाथै उहाँले भनिसक्नु भयो अब हामीसँग एउटा यो अस्थायी खालको तहर त बन्यो तर पढाउने हाम्रो बोर्ड छैन अब गर्ने के विद्यालयसँग पनि खास स्रोत छैन अब अन्य अभिभावकसँग पनि माग्दाखेरि पनि गाह्रो छ भनिसकेपछि म आफ्नो तर्फबाट 10वटा ब्ल्याक व्हाइट बोर्ड जुन चाहिँ विद्यार्थीहरू पढ्नको लागि आवश्यक पर्छ
त्यो चाहिँ दिने वचनपत्र जारी गर्दछु र मैले ल्याएको ल्यापटप चाहिँ म अहिले प्रधानाध्यापक श्री गणेश नेउपाने गणेश खत्रीजीलाई हस्तान्तरण गर्दछु। यो चाहिँ ल्यापटप यो चाहिँ ब्रान्ड न्यू चाहिँ होइन, यो मैले प्रयोग गरेको ल्यापटप हो। मसँग अन्य हुँदाखेरि फेरि म दिनेछु।